आज चाहिँ मैले जाडोको मौसममा लसुनको अचार बनाउन सोचेको थिएँ घर बसेर अल्छी लागेर। अन्त 2 दिन छुट्टी थिएँ अनि त्यसपछि लसुन अलिकति काट्ने, अलिकति चाहिँ मिक्सीमा ग्राइन्डर गर्नको लागि राख्ने। अब मिक्सीमा ग्राइन्डर गर्ने यसलाई चाहिँ अलिकति ग्राइन्डर गरिसकेपछि चाहिँ नेपालबाट ल्याएको खुर्सानी र टेम्मुर अनि लसुन यसरी काट्ने। यसलाई चाहिँ अलिअलि तेलमा हाल्ने, भुट्ने। भुटिसकेपछि चाहिँ टिमुर भुटिसकेपछि फेरि लसुन भुट्ने। लसुन चाहिँ हल्का चलाउँदै गर्ने अनि ब्राउन ब्राउन हुनुपर्छ, लाइट ब्राउन गरेर अनि निकाल्ने त्यसलाई। त्यसपछि फाइनल्ली अब लास्ट ब्राउन भइसक्यो, अब निकाल्ने। अब खुर्सानी अलिकति भुट्ने, तर खुर्सानी अलिकति भुट्ने भन्दा मेरो चाहिँ अलिकति जल्यो है खुर्सानी पनि। अब अघिको लसुन पेस्ट गरेको थियो त्यो पनि यसरी तेलमा हालेर भुट्ने। अनि फाइनली अघि भुटेको काटेको लसुन खुर्सानी मिक्स गर्ने। अनि अघि भुटेको खुर्सानी मिक्सीमा ग्राइन्डर गरेको थियो त्यो पनि टिमुर र खुर्सानी त्यो पनि अब मिक्स गरेर भुट्ने। त्यसपछि चाहिँ कति लिनुहुन्छ हाल्ने। लास्टमा मेरो अचार यस्तो भयो फाइनल्ली।